क्या हर्के सामानले यो कुरामा चाहिँ त्यो तर नगरपालिका चलाउनुपर्छ कि जे चलाउन सक्दैन त्यसले हर्केसम्म चलाउन सक्दैन यो मैले कहाँ चलाउन दिन्छ यस्तै महासाथ चलाउन नदिएर पो त चलाउन दिनु सक्दैन चलाउन किन सक्दैन सुशीला कार्कीले चलाउन सक्दैन हर्केसम्म चला सुशीला कार्कीले अहिले कसले चलाइरहेको अब इन्डियन गभर्मेन्टले चलाएको छ नि यहाँ अनि बारबाट फन्डिन्छ अमेरिकन एजेन्सी चलाएको छ प्रधानमन्त्री त सुशीला कार्की हो नि अब यहाँ जेसीको भन्न यहाँ अमेरिकन आर्मी आउने भइसक्यो इन्डियन आर्मी आउने भइसक्यो हावा कुरो नगर्दा कहाँ आउँछ अमेरिका कहाँबाट आउँछ अमेरिका प्लेनबाटै कहाँबाट अझै हेलिकप्टर झारेको देखेन मामापाका 3-4वटा त्यसले कहाँ सोच्न यार त्यो त सहयोग गर्न लाउँछ नि घन्टा सहयोग गर्न मात्रै खोज्छ यो हामीले अमेरिकन एम्बेसी यहाँ किन चाह किन सम्बन्ध हुँदैन देशसँग देशै ढोस्टो पार्ने किन चाह निकाल्नु पर्छ तिनीहरूलाई हर्का साम्पाङले देश चलाउन सक्लान् या नसक्लान् त्यो उनलाई नै थाहा छ तर उनले एउटा कुरा चाहिँ एकदमै सही कुरा गरेका छन् जुन कुरा अब यो सरकार चाहिँ सुशीला कार्कीले सञ्चालन गरेको छैन यो बाहिरी र शक्तिशाली राष्ट्रहरूले नै यो हाम्रो देश नेपाल अहिले नियन्त्रणमा छ भन्ने कुरा गरेका छन् एकदमै सही हो यो सुशीला कार्कीले चलाएको सरकार चाहिँ होइन यो बाहिरी तत्त्वबाट चलिरहेको छ अहिले जुन जेनजीहरू चाहिँ अहिले एकदमै भ्रममा छन्